पुरा हामी घुमिरहेको छौँ एउटा राम्रो राम्रो केटीहरू गइरहेछ पाखै पाखै होइन हामी चाहिँ हिँड्दैछौँ गाइस केही छैन हेर सिनहरू यस्तो डाँडा काँडा हरियाली ट्रेकिङ गर्न चाहिँ ठिकै ठाउँ रहेछ गाइस आउनुहोस् होला अनि हेर न केटीहरू कति राम्रो राम्रो अनि बुढीहरूसँग आउनु चाहिँ अलिक गाह्रो रहेछ है बुढीहरू पहाडी पहाडी आउँदैछन् अब के भन्ने डाँडा हेर डाँडा काँडा बबाल रहेछ गाइस बबाल भाइ रोकिन्छ भाइ सोध्छ नि त हेर एउटा केटी राम्रो राम्रो छ पहाड ओ माई गॉड यामा ओइ हामी त्यहाँबाट हेर्नु पर्ने छ नि होइन त्यही जाने हो र अब जाने हो कताबाट फेरि त्यही झरेर एकदम हरियाली यस्तो डाँडा हेर्नु होइन ए यहीँबाट उक्लिँदा नि हुन्छ जस्तो छ कडा काटेर बनाएको छ डाँडा पटक डाँडा छ होइन सिनहरू खिच्नु बहिनी छिप्ले ल बुद्ध ए हो बुद्ध यहाँ चाहिँ कुदेको बुद्ध रहेछ बुद्ध बरुनी नेपाल हो यो चाहिँ नेपालमा जाने बुद्ध हो यो भोटेवाला भन्ने जाति भने नि सुन्दैन अनि त्यो ढुङ्गा गर्दा पक्लकै त्यो ढुङ्गा झऱ्यो के हुन्छ चर्किरहेको अनि हेऱ्यो नि या भाइ हामी त्यो ढुङ्गामा यस्तो जाँदैछौँ होइन कस्तो हुन्छ ठेगान छैन बुद्ध फोटोहरू खिचौँ ल फटाफट सबैजनाको मेरो भिडियो चाहिँ पुरा भिडहरू रहेछ चिसो चिसो मौसम